सूचना 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 एउटा विशेष सूचना लिएर आएको छु आज म। नमस्कार साथीहरु, स्वागत छ हजुरहरु फेरि मेरो ब्लगमा र जय श्री राम सबैलाई। र आगामी आउने दिन 6 अप्रिलको दिन चाहिँ रामनवमीको शोभायात्रा छ। नगरकट्टा रेलवे स्टेसनदेखि लिएर चाहिँ 12 बजेदेखि सुरु हुनेछ र हजुरहरुलाई पुरा नगरकट्टावासी मात्रै हैन पुरा डुवर्सवासीहरुलाई चाहिँ म यो ब्लग माध्यमबाट भन्न चाहन्छु कि सबैजना उपस्थित भएर जतिजना भक्तजनहरु छ उपस्थित भएर यो शोभायात्रालाई चाहिँ धेरै भन्दा धेरै शोभा बढाइदिनु होला। र यसरी नै म कलेक्सन गर्न हिँड्दैछु गाउँमा र कलेक्सन गरेर गर्नुपर्दैछ यसपालि चाहिँ। र कलेक्सन गरेर एकदम राम्रो भव्यसँगले गर्ने कोसिस छ हाम्रो र साथीभाइहरु मिलेर चाहिँ हामी कलेक्सनमा हिँड्दैछौँ। र अहिले भने चाहिँ फाइनली हामीले कलेक्सन पनि गरिसक्यौँ, चन्दा पनि उठाइसक्यौँ र अब भने चाहिँ घरतर्फ जाँदैछौँ। र म हाम्रो गाउँवासीहरूलाई पनि भन्न चाहन्छु कि अप्रिल 6 तारिकको दिन चाहिँ रामनवमीको शोभायात्रामा चाहिँ गइदिनु होला र शोभायात्रालाई को चाहिँ शोभा बढाइदिनु होला। र धेरै रिक्वेस्ट छ यो ब्लग माध्यमबाट हजुरहरुलाई, मेरो गाउँवासीहरूलाई पनि